यो उँखु देखेर कोकोला खानु मन लाग्यो साथी। मैले चाहिँ यो उँखु करिब 4 वर्षपछि खाँदैछु। अनि यो उँखु खाँदा चाहिँ मलाई एउटा कुराको याद आयो क्या। करिब 10 वर्ष पहिला भनौँ न जियोस्, हामी मामा घर जान्थ्यौँ। अनि हामी मामा घर जान्थ्यौँ अनि हामी मामा घर जान्थ्यौँ कि अनि उँखु घारी थियो क्या, उँखु बारी घारी भनौँ न, ठुलो कति ठुलो उँखु घारी थियो। अनि मामा घर गएको बेलामा उँखु चोर्न जान्थ्यौँ कि कहिले नभए चाहिँ त्यहाँ एकछिन गएर उँखु काटिदियो भने अनि त त्यहाँको साउजी हुनुहुन्थ्यो नि जुन भनौँ न, उहाँ साउजीले चाहिँ अनि उहाँले चाहिँ हामीलाई उँखु दिनुहुन्थ्यो कि लास्टमा। अनि त्यसपछि त पछि त अनि हजुरआमाले मामा घर हजुरआमाले घरमै अनि त्यसपछि साथी त्यसपछि त मामा घर आमाले घरमा उँखु ल्याउनु भयो। कति मिठो हुन्थ्यो कि त्यसो चोरेर खाँदा चाहिँ। याद आयो कि यो उँखु खाँदा चाहिँ। अहिले अब न मामा हुनुहुन्छ न मामा घरको आमा हुनुहुन्छ है। साह्रो याद आउँछ कि मामा घरको आमाको चाहिँ कति रमाइलो हुन्थ्यो, मामाको कति रमाइलो हुन्थ्यो है। त्यस्तै छ। को कोलाई मनपर्छ यो उँखु चाहिँ भन्नु है।